सक्नुहुन्छ आज म एक्लै जिम जान लागिरहेको छु। साथीहरू कोही पनि आएन, साथीहरू पनि आएनन्। साथीहरू चाहिँ खाना खाँदैछन्। अहिले एकदिन बिस्तारै आउँछु भन्दाखेरि चाहिँ अब के हुन्छ हेर, म आएछन् नआएछन् ठिकै छ। म एक्लै जिम जान लागिरहेको छु। तपाईँहरूलाई अलि त्यहाँ बिच बाटो म गएर देखाउँछु, हेर्न सक्नुहुन्छ। सबै देखाउँदै जान्छु। अलिक थोरै टाढा छ कि जिम, त्यही भएर के गर्ने अब यस्तै छ। सक्नुहुन्छ फाइनली हामी यहाँ शमशान घाटतिर आइसक्यौँ। अब शमशान घाटमा आइसक्यौँ। यहाँ डर लाग्दो बिचरा जिन्दगीमा के भन्ने, अब यहाँ के भन्ने, अझ यहाँ लास्ट एउटा मान्छे मरिरहेको छ आज। हेर्नु सक्नुहुन्छ उहाँ मान्छे बिचरा के गर्ने, नदेखाम यस्तो डर लाग्दो छ यहाँ ठाउँ पनि के भन्ने। अब मान्छे मरेर गइहाल्छन्, जन्मिन्छन्, मर्छन्, जान्छन्, के भन्ने यार। सधैँ हो हामीले देख्नु पर्ने, दिनदिनै हो मान्छे मर्ने। दिनको 4-5वटा मान्छे सधैँ मरिरहेको हुन्छ। के गर्ने अब, जिन्दगी यस्तै हो, जन्मिने मर्ने त्यही हो गेम समझेको पनि। त्यही भएर यतापट्टि मौसम त दामी भएछ। यहाँ थियो म जलाउने ठाउँ, यो सब शमशान घाट गयो। मौसम हेर्नु, मौसमले त ओपन च्यालेन्ज हानिरहेको छ। त्यही भएर मौसमले त ल्यान्ड ओपन च्यालेन्ज हानेको छ मौसमले। यस्तो सिधा हालमा जिम गयो, ट्याक्कलाई जिम गयो, एकछिन जिम गऱ्यो, 1 घन्टा गरेर धेरै गरिन्छ। धेरै गरेर त्यस्तै हो, 1 घन्टा आनन्दले गरिन्छ। त्यसपछि आनन्दले आइन्छ, एकछिन रेस्ट गरिन्छ, अनि त्यसपछि फेरि काममा गइन्छ। त्यही हो, आउने जाने रेगुलर ड्युटी नै भइरहेको छ। अब के गर्ने अब, दामी नै अब देखाउँछु तपाईँहरूलाई। अहिले उतापट्टि गएर एकछिन शमशान घाट हेर्नुहोस्, यस्तो छ मान्छेहरू। यही हो लास्टमा मर्ने जाने आउने, यही हो सब। यही हो जिन्दगी, त्यही हो जिन्दगी। केही छैन, केही पनि घमण्ड हेर्नु, केही पनि नगरौँ घमण्ड। जे छ जति छ उसमै खुस भएर बस्नुपर्छ। अब यो कुरो छोडिदिनु अब हामीले, अब यो मान्छेको बारेमा। अब हामी जिमको मुद्दामा अब जिम अब जाम हेर्नुहोस्, तपाईँहरूलाई जिममा गएर देखाउँछु। जिम धेरै ठुलो पनि छैन, तपाईँहरूलाई अलिकति भिडियोहरू पनि देखाइरहेको छु मैले जिमको। अब धेरै ठुलो पनि छैन, सानो छ, त्यो पनि केही भएन, आनन्दले गरिदिन्छ। ल टाटा। फाइनल गाइस हामी आइसक्यौँ, हेर्नु जिम, हाम्रो जिम हामी आइसक्यौँ। हेर्नु सक्नुहुन्छ उहाँ माथि छ। यहाँ चाहिँ मसाजहरू तपाईँहरू आएर पाउने ठाउँ हो। अब जिममा आयो, अब जहाँ जिम जाने, अनि आनन्दले एक्सर्साइज आएर ढिलो भयो कि, त्यही भएर केही भएन। ट्याक्क मौसम हेर्नु सक्नुहुन्छ, मौसममा जानु ओपन चाले हानिरहेको छ। यो माथिपट्टि जिम, एकजना माथिपट्टि छ। चलो अब हामी जान्छौँ। हामीले जिम आइसक्यौँ। जिम धेरै ठुलो छैन, यति नै धेरै ठुलो छैन। अब हामी एक्सर्साइज गर्छौँ। एक्सर्साइज गरेपछि तपाईँहरूलाई अहिले फेरि एक्सर्साइज गरेर बिचमा देखाउँछौँ। आज मेरो ब्याग हो, यसो ब्याग हान्छौँ अनि देखाउनु लान्छ तपाईँहरूलाई। हामीले बाइसेपको भ्यायौँ, अघि तपाईँहरूलाई बाइसेपको देखाएको थिएँ। हामीले बाइसेप देखाइसक्यौँ। अब हामी ट्याक्क रुमतिर जान्छौँ। हेर्नु बाइसेप हेर्नु, बाइसेप यत्रो फुलले देखाएको छ। यहाँ केटाहरू आइसकेका छन्। यहाँ गएर देखाएको छ चेस्टको हो, यसको बाइसेपको हो। ऊ त्यो अलराउन्डर हो, भोलि जान्छ भनेर देखाएको छ, होइन। अब हाम्रो पनि भ्याइयो, अब हामी ट्याक्क रुमतिर जान्छौँ। मतलब बाई बाई। हेर्नु सक्नुहुन्छ अब हामी जिम भ्याइएर आइसक्यौँ। बाइसेपको आज बाइसेप एकदम पम्प भयो त। अब होटेलमा जानु सबै भ्याइन्छ। कार सोरुममा कार हेर्नुहोस्, यस्तो दामी छ नि, मस्त छ नि कार त। होन्डा कम्पनीको रहेछ कार त, मस्त छ। अब हामी ट्याक्क अब रुमतिर जान्छौँ। म गएर एकछिन रेस्ट गर्छौँ, त्यसपछि हामी फेरि होटेलतिर गएर खानासाना खान्छौँ। त्यहाँबाट भाइ गाइस हेर्नु सक्नुहुन्छ अब हामी आफ्नो छतमा आइसक्यौँ। रुममा त गएन, म छततिर आएको छु। हेर्नु सक्नुहुन्छ मौसम यस्तो दामी छ, के भन्ने अब। मौसम त ओपन च्यालेन्ज हान्छ कि यहाँ त। अहिले 2-4 दिन भयो यस्तो दामी मौसम भइरहेको छ। हेर्नु न यहाँ यस्तो दामी मौसम भइरहेको छ, हेर्नुहोस्। चारैतिर जता हेर्दा यस्तो राम्रो, हेर्नु न है। ट्याक्क त्यहाँबाट घाम हुँदा आउनु लाग्यो, यो अस्ताको वाह दामी छ। तर के गर्ने अब। ल अब तपाईँहरूलाई अझै राम्रो भ्लग चाहिन्छ भने लाइक गर्नुहोस्, सब्सक्राइब गर्नुहोस्, कमेन्ट गर्नुहोस्, सेयर गर्नुहोस्। अझै तपाईँहरूको लागि म अझै राम्रो भ्लग लिएर आउँछु। म हेर्नु त एरोप्लेन हो, देख्नुभयो एरोप्लेन, यस्तो मजाले उडिरहेको छ यार। काय जिन्दगी हो यार। त्यही ल आजको लागि हामी यति नै ठिक छौँ। अब चलो आजको लागि यति नै। अब आजदेखिबाट भोलिदेखिबाट फेरि न्यू भ्लग लिएर आउँछौँ हामी। तपाईँहरू माया गरिदिइराख्नु होला सधैँ यसरी नै। चलो बाई बाई।